गाइज वेलकम टु माइनिङ भ्लग। त आज हामी त्यहाँ भ्लगका साथमा आइसकेका छौँ भने आज हामी जाँदैछौँ खेतमा होइन। गाउँको अलिअलि यस्तो छ गाइज यतिखेर चाहिँ होइन। अब हामी जाँदैछौँ खेतमा, किन भन्दाखेरि मल बोक्न होइन गाइज, त्यही हो भने हाम्रो। अनि मल बोक्न अहिले चाहिँ बिउ छ पनि छर्नु नि त गाइज होइन। त्यही भएर ट्र्याक्टर लिएर हिँड्दै हुनुहुन्छ। अनि म चाहिँ एउटा डोकोमा कोदाली सोदाली बोकेर हिँड्दैछु है त गाइज। एकैछिन अलिक तल गएपछि फेरि भेटौँला। हामी चाहिँ यस्तोतिर आइसक्यौँ होइन। अहिलेलाई चाहिँ हामी त्यो माथिको चाहिँ कुखुरा फार्म हो। हामी चाहिँ अब बेसी कतिखेर पुग्ने भन्ने कुरोमा हुन्छ, डिपेन्ड गर्छ। आज एक आधा जति पनि लाग्न सक्छ होइन। हामी पुग्नुपर्ने चाहिँ कहाँ भन्दाखेरि नै गाइस त्यो यहाँबाट देखिरह नि हो, त्यहाँ त्यो अलिकति यो बाटो छ नि, यो हाम्रो कस्तो खालको भन्दाखेरि त्यो रातो रातो टाइपको बाटो देखिरह नि, त्यहाँ पुग्नुपर्ने हो हामी चाहिँ गाइस होइन। अहिले हामी यहाँ माथि छौँ। यहाँबाट बाटो कस्तो घुमाउरो छ भन्दाखेरि तपाईँहरूलाई थाहा नै छैन गाइस। घुम्दै जानुपर्छ। यहाँबाट देख्दा चाहिँ नजिक जस्तो लाग्छ, त्यहाँबाट नि यहाँ देखिन्छ, तर लाग्न चाहिँ 1 घन्टा आधा लाग्छ क्या गाइस होइन। अनि यो चाहिँ कटर फलेको चाहिँ गाइस त्यहाँ हो होइन, हेर्न सक्नुहुन्छ त्यहाँतिर कटर फले चाहिँ योपालि यसो होइन तरकारी खाने हो कटर यो कटर। अनि हामी अब बुवालाई कुर्ने कि तलतिर जाने भन्ने कुरोमा भर पर्छ होइन। बुवालाई कुर्नै पर्ने अवस्थामा हो हामी। अनि यो तलतिर अहिले आजकल गाउँतिर मकै फलिन्छ होइन गाइज, मकै फल्दैछ त्यहाँतिर हेर्न सक्नुहुन्छ मकै छरिसकेको छ, त्यही हो गाइज। अनि यो चाहिँ हाम्रो बुढीचौर भन्छन् गाइज यो ठाउँलाई चाहिँ होइन। अनि हामी जाने ठाउँलाई चाहिँ चनौटे भन्छन्। अनि त्यहाँ तल चाहिँ कुण्डेश्वर पनि छ एउटा मन्दिर होइन। भ्याइयो भने म तपाईँहरूलाई त्यहाँ गएर नि देखाउने छु। एकैछिन बुवालाई कुरौँ है त गाइज। हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ चाहिँ उहाँ तल बुनु भयो होइन, त्यसमा देखिरहेको छैन होला। अब हामी यहाँ फुत्त तल जान्छौँ भने त्यही हो। के यसको अवसरमा बाल त्यो चाहिँ आँपको बोट हो गाइज यो होइन। आँप छ कि छैन भन्ने कुरो हो, त्यो छ जस्तो नि छ होइन। हेरौँ अहिले पछि आउँदा चाँडो हो भने त्यहाँ गएर हामी टिप्नेछौँ होइन। डोको चाहिँ कसरी साट्यो भन्नुभयो, त्यहाँ दिदीहरू आयो होइन। त्यो गरम भइरहेको थियो अनि मैले साटिदिएको गाइज होइन। हेर्न सक्नुहुन्छ तपाईँ हाम्रो गाइज होइन। त्यही हो अब अझै तलै जान बाँकी छ, सानोतिनो बाटै होइन अझै। हामी हिँड्या 7-8 बजी हिँड्या है। अनि गाइज यहाँ आइपुग्दा 9-7 भइसक्यो क्या। अझै लगभग आधा घन्टाको बाटो हो गाइज। आधा घन्टा बढी लगभग 1 घन्टा नि भएको छैन होला हुन त होइन। त्यहाँ बुवा लन्ठ्याङ बन्ठ्याङ गरेर भन्नु भयो नि त, त्यही हो गाइज होइन। अनि गाइज हामी चाहिँ आइसक्यौँ होइन, बेसी होइन। त्यही हो गाइज, यही मल बोक्नुपर्ने हो। अनि यही हो गोरी खैरी, यो चाहिँ हाम्रो खेत हो गाइज होइन। त्यो हेर्न सक्नुहुन्छ त्यो चाहिँ खेत, त्यो चाहिँ चौतारा हो होइन। हेर्न सक्नुहुन्छ यहाँतिर चाहिँ धानहरू छरिसकेका छन्। अनि यहाँ चाहिँ एउटा आँपको रुख थियो, त्यो काटिदिइसकेको रहेछ। अनि यहाँ माथि पनि एउटा आँपको रुख थियो होइन गाइज, त्यो पनि काटिदिइसकेको छ। त्यही हो गाइज होइन। अब हामी लुगा फेरेर टक्क मल बोक्ने गेटमा आइसक्छौँ। त्यो अघि माथिबाट देखाएको ठाउँ यही हो है। यहाँबाट हामीले तपाईँहरूलाई तल देखाएको थियो गाइज होइन। अनि हामी यहाँ आइसक्यौँ भर्खरै। अहिले चाहिँ 10 कति भयो गाइज होइन। अहिले चाहिँ ठ्याक्क 10 बज्न आँटिसकेको छ। हामी 8 बजी हिँड्यो भनेपछि अब 10 मिनट 2-3 मिनट बाँकी छ क्या। त्यही हो हाम्रो यहाँ गीत बजिरहेको यार, कपिराइट लाग्न पनि सक्छ फेरि, सानो पारिदिनु एकछिनलाई होइन। बाटो हेर्न सक्नुहुन्छ त्यो मल बोकिसक्नु पर्ने हुन्छ आज गाइज होइन। त्यही हो बनाइ। अब हामी मल बोक्नेछौँ भन्ने कुरा सायद हामी अगाडि बढिसकेका छौँ गाइज होइन। गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ बारीमा मल बोक्न थालिसक्यौँ होइन खेत। त्यही हो भने हामी अब हिँडिसक्यौँ फेरि अर्को खेप लिन। अनि अब यो मल बोकिसकेपछि फेरि भेटौँला तपाईँहरूसँग। यहाँको भ्यूहरू हेर्न सक्नुहुन्छ बब्बाल छ, दामी हो। पारितिर चाहिँ धान रोपिसके, त्यो चाहिँ हिउँदे धान हो। त्यहाँ भएको चाहिँ पाक्न आँटिसक्यो, त्यहाँबाट यहीँबाट हेर्न सकिन्छ पहेँलो पहेँलो भए होइन।
अनि यहाँ चाहिँ पारी हिउँले धान पाकिसक्यो। यहाँ चाहिँ अब असारे धान भर्खर गर्दै त्यो चुटेर अनि फेरि असारे धान रोप्छन् क्या गाइज। त्यहाँ चाहिँ बिउ छरिएको छ क्या गाइज होइन। त्यही हो गाइज। खै त हामी यो सकिसकेपछि फेरि भेट्छौँ। हामी चाहिँ अहिले पानी लिन हिँडिसक्यौँ। ऊ माथि हेर्न सक्नुहुन्छ मल बोक्दैछ कान्छी होइन। अब हामी तपाईँले अलिक कुण्डेश्वर मन्दिर भनेर अघि मैले माथि झर्दाखेरि गरेर भनेको थिएँ त्यहाँ देखाउँछु होइन। हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ मासले बाइक लिएर अफरोड हान्न आउने हो भने कति हुन्छ कहीँ छैन। त्यही हो हामी चाहिँ मल बोक्नै आएको हो होइन। अरे आँडामा चाहिँ माथि जान त झन् गाह्रो पर्छ 2 घन्टा लाग्छ हिँड्दै जाँदा होइन। किन भन्नु न होइन अहिले हामीले काम गरेर उठ्नै गाह्रो हुन्छ कि त्यो हो गाइज होइन। अनि अब हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु ल। अनि कमेन्टमा चाहिँ मलाई म चाहिँ डेली भ्लग हालौँ कि कुनै कुनै विशेष कुराहरूमा मात्रै भ्लग हालौँ भन्ने कुरो हो त्यो तपाईँहरू कमेन्टमा भनिदिनु होला। अनि यहाँ हेर्न सक्नुहुन्छ अघि माथिबाट देखाएको थिएन नि म बाला झुलिसक्यो क्या त्यो धानको होइन। यहाँबाट अलिकति अगाडि हो क्या मन्दिर चाहिँ। त्यो मन्दिर तपाईँहरूलाई देखाउँछु त्यहाँनिर एउटा होइन यस्तो त्यो छ दह भन्दा पनि एउटा त्यो ढुङ्गामा पालभित्र पानी छ कि होइन। 2टा मास डुब्यो भने पनि होइन त्यहाँभित्र छिर्छ अरे के गाइज। त्यो 2टा मास छिर्छ अरे के लामो लामो। अनि त्यहाँ मान्छे डुब्यो भने पनि निस्किन सक्दैन अरे कि त्यस्तो त्यो चाहिँ छ। त्यहाँ पारी चाहिँ जान नजानु चाहिँ होइन पारिबाट देखाइदिन्छु। यहाँनिर देखिरहेको छ देव मन्दिर। यहाँ चाहिँ अस्ति सप्ताह भएको थियो अरे त्यो दह चाहिँ यो ढुङ्गामा छ क्या यहाँ देखिएर राखेको ढुङ्गामा। त्यो खतरा ठुलो अरे क्या भन्नाले अब त्यो बाँस पुरै डुब्नेवाला चाहिँ होइन होला होइन तर ठुलो चाहिँ खतरा अरे मान्छे फुल डुब्ने अरे। अनि यो यहाँ खोला आयो होइन पौडी खेल्न चाहिँ अलिक तल जानुपर्छ तलपट्टि छ पौडी खेल्ने ठाउँ चाहिँ त्यस्तो छ यहाँ चाहिँ होइन। अब हामी चाहिँ पानी उतै पाइप छ नि त्यहाँ लाने हो गाइज होइन। हो मन्दिर चाहिँ यही हो त्यहाँ गेट छ नि त्यहाँ छिर्ने हो मन्दिर यही हो गाइज होइन। हेर्न सक्नुहुन्छ बाहिरबाट यहाँबाट त्यतिदेखि छ नि त्यहाँ एउटा सुत्या मूर्ति छ बब्बाल छ। हो यहाँनिर एउटा दह छ होइन त्यहाँदेखिको दहमा भनेर जस्तो लाग्छ। हेर्न सक्नुहुन्छ गाइज हो त्यहाँ त्यो छ नि त्यहाँनिर चाहिँ उ छ क्या गाइज खतरा मूर्ति छ क्या गाइज। त्यही हो यहाँबाट पानी भर्ने अनि फर्किने गाइज। अनि यहाँ चाहिँ गाडीहरू बालुवा लिन नि आउँछ गाइज है। त्यही हो हाम्रो भाइ ल अब यहाँ पानी भर्छ है त गाइज। म एकैछिन गाइज अहिले चाहिँ 2:17 गयो होइन। अनि लगभग मल चाहिँ उ गरिसक्यो अब चाहिँ खाजा खाने टाइम हो भन्नाले अब म पानी लिन जान लाग्यो गाइज होइन। फेरि त्यही ठाउँमा लास्ट अब त्यसले बगेपछि अनि एकजनाले फेरि बोक्नुपर्ने हुनसक्छ सम्भावना छ। त्यही पनि म पानी लिन गइसकेको छु गाइज होइन। के हेरेर छ खैरी खाइछु कि अनि त्यही हो गाइज होइन त्यति छ। त्यसपछि चाहिँ म चाहिँ अब घर हात खुट्टा धोएर सर्लक्क होइन अनि आएर चाहिँ झ्याम्खा जाने होइन गाइज। त्यही हो भने त्यसमा अझै पानी छ कान्छी हात धुने पानी चाहिँ कहाँ हाल्नु जान्छ भने बेसी पानी खाँदैछ गाइज होइन। यही हो कोरी होइन हामी नि अनि गाइज ल है त एकछिनपछि फेरि माथितिर जाँदाखेरि भेटौँला फेरि घर जाँदाखेरि गाइज होइन। हामी चाहिँ त्यताबाट उक्लिसक्यौँ यहाँ माथि आइसक्यो क्या। अनि हेर्न सक्नुहुन्छ यतिखेर लगभग अहिले चाहिँ 3:58 भएछ गाइज होइन। हामी चाहिँ अब वहाँ माथि पुग्नु छ गाइज कति माथि छ है। यहाँबाट अलिअलि बल्ल यहाँसम्म आइयो होइन। कसरी वहाँ माथिसम्म पुग्ने भन्नेमा छौँ हामी अझै होइन गाइज। त्यही हो अनि यसको यो बोटलाई चाहिँ के भन्छ तपाईँहरू कमेन्टमा भनिदिनु होला है त। है बा त्यहाँ उक्लिने ठाउँ आउँछ गाइज है। त्यहाँबाट फुत्त उक्लेर फुत्त जानुपर्छ होइन। त्यही हो मलाई अब माथि म राखेर पुगेपछि तपाईँहरूसँग फेरि कनेक्ट हुने छु होइन। यहाँसम्म चाहिँ अब गाह्रो भइसक्यो गाइज मल बोकेर चाहिँ त्यस्तो खतम बस्छ। यहाँबाट चाहिँ उक्लिने हो गाइज यहाँबाट त्यही हो मनाखेत पुगिएदेखि लगभग घर पुगे जस्तै हो क्या गाइज। त्यहाँबाट चाहिँ सर्टकट उक्लिन्छ होइन
सुत्सुली उक्ल्यो प्लाटै बिन्छ क्या आज आइदियो एकैछिनपछि भेट्छु म गाइस चाहिँ खेताडा आएपछि भ्लग इन्ड गर्न पाएको थिएन किनभने गाह्रो भयो अरे नि त अनि त्यही भएर यो भ्लग चाहिँ इन्ड गर्दैछु अहिले बिहान चाहिँ होइन यहाँ त सुन्नुहुन्छ अहिले मकै अहिले गाइस बाई